टेस्टिङ पार्ट चाहिँ यो हो कि यसमा चाहिँ बटन दबाए गाडी स्टार्ट हुन्छ के चाबी यहाँ राखे हुन्छ हैन चाबी कतै पनि गाडीमा कतै भए पनि गाडी चाहिँ स्टार्ट गर्न सकिन्छ बटनले बस एक बटनले गाडी स्टार्ट हुन्छ पर्छ अरे वेटले यसलाई चाहिँ 13.5 लाख नि पर्छ होला नेपालमा हेलो एन्ड वेलकम ब्याक अगेन अ न्यू भिडियो सो आई होप तपाईहरु राम्रै हुनुहुन्छ होला म एकदम फिट एन्ड फाइन छु सो थम्बनेल हेरेर थाहा पाउन आएको होला अहिले चाहिँ म हजुरलाई स्कर्पियो एन को रिभ्यू दिन गइरहेको छु सो गाडी चाहिँ यही नै हो मैले भर्खर वास गरेर सुक्दै छ मतलब सुकाएँ यसलाई हैन सो यो गाडी म बताउँछु कस्तो हो भनेर हजुरलाई सो गाडी चाहिँ यही हो यसको नाम चाहिँ स्कर्पियो एन सो हजुरले लोगो हेरेर चाहिँ थाहा पाउन सक्नुभयो होला महिन्द्राको हो जुन चाहिँ नेपालमा अहिले पिकअपहरु जीपहरु चल्छन् नि त महिन्द्रा कम्पनीको त्यसै कम्पनीले बनाएको गाडी हो हैन नेम चाहिँ स्कर्पियो एन गाडी चाहिँ बवाल छ यी नेपालमा डबल क्याब जत्रै छ होला लगभग त्यत्रै छ होला यसको साइज चाहिँ यस्तो छ साइडबाट चाहिँ 4 व्हील छ गाडी चाहिँ अटोमेटिक हो चारौं पहियाहरु चाहिँ डिस्क ब्रेक फिटिङ छ अनि अगाडिको लुक चाहिँ यस्तो छ म चाहिँ हजुरलाई भित्रबाट देखाउँछु यो चाहिँ भित्रको लुक भयो यो चाहिँ स्टियरिङ यहाँ चाहिँ नेपालमा जस्तै क्लच हुँदैन क्लच ब्रेक तीनटा सिस्टम हुँदैन कि दुईटा मात्रै हुन्छ ब्रेक अनि एक्सिलेटर दुईटाले मात्रै हो गाडी चाहिँ अपरेट गर्ने सो अटोमेटिक यहाँ चाहिँ गियर हुँदैनन् सिधा पार्किङ हुन्छ रिभर्स हुन्छ अनि न्यूट्रल अनि चाहिँ ड्राइभिङ मोड हुन्छ फुल एसी हुन्छ गाडी चाहिँ ड्राइभरसित 8 सीट हुन्छन् हैन 8 सीटर गाडी हो मेबी यहाँ चाहिँ 4 जना पछाडी चाहिँ 2 जना 3 जना 2 जना मिल्छ 4 5 6 7 अनि ड्राइभरसित 8 जना गाडी चाहिँ यस्तो छ अटोमेटिक हो स्टियरिङ पनि बवाल छ सो इन्टेरियर चाहिँ यही हो गाडीको यसको प्राइस चाहिँ 13.5 लाखदेखि स्टार्ट छ होला यहाँ अनि एउटा इन्ट्रेस्टिङ पार्ट चाहिँ यो हो कि यसमा चाहिँ बटन दबाए गाडी स्टार्ट हुन्छ के चाबी यहाँ राखे हुन्छ हैन चाबी कतै पनि गाडीमा कतै भए पनि गाडी चाहिँ स्टार्ट गर्न सकिन्छ बटनले बस एक बटनले गाडी स्टार्ट हुन्छ ओभरअल गाडी चाहिँ राम्रै छ नेपालमा चाहिँ कति पर्छ होला थाहा भएन यहाँ चाहिँ 13.5 लाखबाट स्टार्टिङ अझै मोडिफाइड भेरिएन्ट आउँछ नि त सो 24 लाखसम्म पर्छ अरे भेरिएन्टले यसलाई चाहिँ 13.5 लाख नि पर्छ होला नेपालमा ट्याक्सीलाई 15 लाख पर्छ सो इन्डियामा चाहिँ गाडीहरु सस्तो छन् सो त्यही कुरा चाहिँ राम्रो छ मेबी एक दिन हामीले किन्नु पर्ला एउटा गाडी चाहिँ सो यही थियो स्कर्पियो एन सो थ्यांक यू फर वाचिङ सी यू इन नेक्स्ट भिडियो बाइ बाइ